नमस्कार अनि जय मसी सम्पूर्ण प्रिय मित्र दाजुभाइ दिदीबहिनी अनि मम्मी बुवा सम्पूर्णलाई अनि धन्यवाद भन्न चाहन्छु। अनि यो हेर्नुहोला हामी अहिले यात्राको समयमा छौँ अनि यो चाहिँ मूलपानी भन्ने जग्गातिर हो है। अनि हामी यसरी यात्रा गर्दै गर्दाखेरि हैन अनि हरेक ठाउँमा अब कोही बेला पिच बाटो आउँछ हैन, अनि कोही बेला चाहिँ अनि राम्रो सहर आउँछ, अनि कोही बेला यो उकालो ओह्रालो आउँछ है। अनि यसरी पनि हामी हिँड्दै गर्दाखेरि हाम्रो जीवनमा यसरी हुन्छ है। अनि यहाँनिर हामी अब रोडमा पुगेका छौँ, फेरि अनि रोडमा चाहिँ यसरी हिँडिराखेको हुनुहुन्छ, अनि कति ठाउँमा एक्सिडेन्ट हुन्छ के हुन्छ भन्ने कुराहरू हामीलाई थाहा हुँदैन। तर पनि हाम्रो जीवनमा परमेश्वरले जहाँ लेख्नु भएको छ त्यो ठाउँमा चाहिँ पुग्नुपर्छ। अब यो पुतली सडक हो है, अनि यो पुतली सडकमा यसरी मान्छेहरू रोड काटिराखेको छ नि, यो पुतली सडकमा यो रोड काट्दै गर्दाखेरि यो गाडीले हान्यो भने के हुन्छ त, उहाँको देहान्त हुन्छ है। त्यो भएको कारणले हाम्रो जीवन त्यस्तो हो। यो ढुङ्गालाई हेर्नुहोस्, यो ढुङ्गा चाहिँ अहिले मरुभूमिको हो है। अनि यो मरुभूमिको ढुङ्गा यसमा चाहिँ पानीले छचल्काएर होइन, यसले कहाँबाट अब घरबाट लिएर आएको ढुङ्गा हो समुद्रबाट। अनि यो ढुङ्गालाई हेर्नुहोला, अनि यो ढुङ्गा चाहिँ एकदमै अब यहाँनिर घोटिएर अनि चिल्लो भएको छ। तर मानिसको जीवन पनि यस्तै हो प्रिय मित्र दाजुभाइ दिदी। जब तपाईँ र मलाई चेतना आउँदैन, तपाईँ र म ठक्कर खाँदैनौँ, तपाईँ र म लड्दैनौँ, अनि पछाडि फर्केर हामी हेर्दैनौँ, बाटो कसरी काट्नुपर्छ भन्ने हामीलाई थाहा हुँदैन। त्यो भएको कारणले यो चिल्लो ढुङ्गा छ है, यसलाई कति ठोक्कर दियो होला, कति घोट्यो होला, त्यो भएको कारणले यस्तो भएको हो। नि अब यो समयलाई हेर्नु पर्यो होइन। अनि यो समयमा चाहिँ यतिखेरको समयमा यो पनि मरुभूमिमा हो। अनि यो मरुभूमिमा चाहिँ यो समयमा योभन्दा पहिलाको समय हो, अहिले चाहिँ एकदमै 40-45 डिग्री छ घाम है। अनि यो पहिलाको समयमा चाहिँ यसरी फुलहरू एकदमै हराभरा भएका थिए। त्यो भएको कारणले जीवनमा हाम्रो कस्तो हुन्छ भनेदेखि चाहिँ हामी हाम्रो जीवनलाई सही समयमा हामीले सदुपयोग गर्यो भने हामीले त्यो समयमा अनि त्यो गन्तव्यमा हामी पुग्न सक्छौँ। त्यो भएको कारणले हामी सही समयमा हिँडौँ। अनि परमेश्वरले तपाईँ हामीलाई सिकाउनुहुन्छ नि, हरेक कुराको समय छ होइन। अनि त्यो समयमा चाहिँ हामीले त्यो सदुपयोग गर्दै हामीले अगाडि बढ्यौँ भने चाहिँ अवश्य हामी गन्तव्यमा पुग्छौँ। यहाँनिर हेर्नुहोस् माउरीहरू छन् है, माउरीहरूले चाहिँ यो एउटा फुलमा गएर चाहिँ महहरू टिप्छन् होइन। महहरू टिपेर लगेर मजाले अनि उनीहरूले एउटा अनि मह एकदमै एकै ठाउँमा जम्मा गरेर राख्छन्, अनि मानिसहरू गरेर एकैछिनमा काटेर खान्छन्। तर बिचरा उसलाई बनाउँदै गर्दाखेरि कति समय लाग्यो होला विचार गर्नुहोस्। त्यो भएको कारणले समय तपाईँ र मेरो महत्त्वपूर्ण छ। तपाईँ र हाम्रो जीवन चाहिँ एउटा यात्रा हो। अनि यात्रामा हिँड्दै गर्दाखेरि यसरी उसले पनि थोरै बटुलेको हुन्छ। नि तपाईँ र म पनि विभिन्न देशमा विभिन्न ठाउँमा छौँ, त्यो भएको कारणले हामी हिँडिराखेका छौँ है। तर हामीले काम गर्दै गर्दाखेरि हामीले असल तरिकाले दिलो धैर्य गरेर गऱ्यौँ भने अवश्य त्यो ठाउँमा हामी पुग्न सक्छौँ, असल हामीले कमाउन सक्छौँ। यो माउरीलाई एउटालाई हेर्नुहोस्, यसले कसरी जम्मा गरिराखेको छ। अनि अघि मैले ढुङ्गाको बारेमा भने नि, ढुङ्गा चाहिँ त्यो थचारिँदै अनि त्यो कुदिँदै राम्रो बनेको हुन्छ, हेर्नु पनि एकदमै असल हुन्छ। नि तपाईँ र मेरो जीवनमा पनि त्यसरी बनिनुको निम्ति चाहिँ हामीले ठक्कर खानुपर्छ। अनि हामी हिँड्दै गर्दाखेरि जब हामीलाई ठेस लाग्दैन, हाम्रो जीवनमा केही पनि हामीलाई हुँदैन, मैले मेरो आमालाई म सम्झिँदैन। जब मलाई ठक्कर खान्छ नि तब मात्रै मैले आएँ नि आमा भनेर मैले सम्झन्छु। त्यो भएको कारणले हाम्रो जीवनमा जब हामीलाई उताउ चढाउ अभाव घटी कमी आउँछ, त्यतिखेरको समयमा हामीलाई भगवानको याद आउँछ, परमेश्वरको याद आउँछ, अनि हामीले परमेश्वरलाई पुकार्दछौँ। त्यो समयमा चाहिँ हामीले परमेश्वरलाई खोज्दछौँ। त्यो भएको कारणले प्रिय मित्र दाजुभाइ दिदीबहिनी, तपाईँ हामीलाई परमेश्वरले के भन्नुहुन्छ, तपाईँ र हाम्रो जीवनमा हरेक घटनाहरू घट्छ। त्यो भएको कारणले परमेश्वरले भन्नुहुन्छ है। व्यवस्था 31को 8 पदमा भन्नुहुन्छ, परमप्रभु आफै तिम्रो अघि जानुहुन्छ, तिमीसित हुनुहुनेछ, उहाँले तिमीलाई कहिल्यै छोड्नुहुने छैन, न त त्याग्नुहुनेछ, न डराऊ निरुत्साहित नहो भनेर उहाँले भन्नुहुन्छ है। त्यो भएको कारणले आज तपाईँ र म हिँड्दै गर्दाखेरि त्यो सही बाटोमा हिँड्नुपर्ने, अनि उहाँले प्रस्थान 13को 21मा पनि भन्नुहुन्छ है। अनि
तिनीहरू रातदिन हिँड्न सकुन् भनेर तिनीहरूलाई बाटो देखाउनका निम्ति परमप्रभु दिनमा बादलको खामो र रातमा आगोको खामोमा तिनीहरूको अघि अघि जानुभयो है। अनि जानुहुन्थ्यो चाहिँ किन जानुभयो त भन्दाखेरि मानिसहरूलाई सही बाटोमा ल्याउनका निम्ति यसरी चाहिँ रातमा पनि आगोको होइन ज्वालाहरू अनि दिनमा चाहिँ बादलहरू लिएर अनि उहाँले चाहिँ त्यो घाममा डढ्दै हिँड्दाखेरि पनि त्यो बादलले छेकेर अनि घामहरूलाई शीतल बनाएर लिएर जानुभएको थियो। त्यो भएको कारणले आज तपाईँ र मलाई हिँड्दै गर्दाखेरि समयलाई चाहिँ हामीले सदुपयोग गर्नुपर्दछ अनि हाम्रो जीवन यात्रामा सही ठाउँमा पुग्दछ। यो फुललाई हेर्नुहोस्, जब यो फुल्दै गर्दाखेरि जब पानी आउँछ त्यो ऋतुमा ऊ पलाएर आउँछ जमिनबाट, न यसलाई छर्नु पर्यो न गोडमेल गर्नु पर्यो, तर यो आएर फुल ढकमक्क हुन्छ। हेर्नुमा कति राम्रो छ प्रिय मित्र दाजुभाइ दिदी। त्यस्तै भएको कारणले हाम्रो जीवनमा ठक्कर खाएर हामीले यहाँनिर हेर्दछौँ। अब यो कमिलालाई हेर्नुहोस् त, कमिलाले चाहिँ के गर्छ भनेदेखि त्यो ऋतुमा उसले पनि जम्मा गरेको हुन्छ है, जम्मा गरेको हुन्छ। आज तपाईँ र मैले हितोपदेशको पुस्तक 6:6 हेऱ्यौँ भनेदेखि तपाईँ हाम्रो जीवनमा यहाँले गर्नुभएको कुरालाई हेर्नु त। अनि त्यो भएको कारणले हामीले यो कमिलाको कामलाई सिक्नुपर्ने। अल्छे कमिला कहाँ गएर त्यसको चाल ढङ्ग हेर र बुद्धिमान बन है भनेर यहाँनिर भन्नुहुन्छ। अनि यो बन्नुको निम्ति चाहिँ यो कमिलाले सानो सानो हुन्छ, भारी कत्रो ठुलो बोकेर जान्छन् अनि सबैजना मिलेर लगेर त्यो समयमा चाहिँ अनि उनीहरूले जम्मा गरेर राख्छन्, ढुकुटीमा थुपार्छन् अनि पानी धेरै परेको बेला उनीहरू त्यहाँनिर जम्मा भएर त्यो जमिनभित्र गरेर खाएर बस्ने उनीहरूको त्यो सञ्चय गरेर राखेको हुन्छ। प्रिय मित्र दाजुभाइ दिदीबहिनी, त्यो भएको कारणले आज तपाईँ र म पनि अल्छी हुनु हुँदैन। त्यहाँनिर छौँ काम गर्न चाहिँ निरन्तरता अगाडि बढ्नुपर्छ अनि हिँडिराख्नुपर्छ, काम गरिराख्नुपर्छ भन्ने मेरो एउटा उच्छा तपाईँ हाम्रो बिचमा मैले छाडेको छु। र कसरी चाहिँ हामी अगाडि बढ्नुपर्छ, कमिलालाई पनि हेर्नुहोस्, त्यसको अगुवा हुँदैन, हाकिम हुँदैन, शासक हुँदैन, तर पनि उसले त्यो ऋतुमा चाहिँ उसले हरेक समयमा उसले भण्डार तयार गर्दछ अनि त्यो भण्डारबाट झिकेर उनीहरूले खाँदछन् है। आज तपाईँ र म पनि त्यो भण्डार गर्नको निम्ति नै हामी विभिन्न देशमा विभिन्न ठाउँमा पुगेका छौँ। हाम्रो परिवारलाई पाल्नका निम्ति, हाम्रो बालबच्चालाई शिक्षा दिनका निम्ति अनि हामी विभिन्न ठाउँमा हाम्रो इच्छाहरू पूर्ति गर्नका निम्ति हामी पुगेका छौँ। तर परमेश्वरले तपाईँ र मलाई हरेक समयमा उहाँले हामीलाई एकै ठाउँमा बस्नु भन्नुभएको छैन। हरेक ठाउँमा गएर बोल्नुपर्ने, काम गर्नुपर्ने अनि हाम्रो जानेको कुराहरूलाई सिकाउनु पर्ने परमेश्वरले तपाईँ हामीलाई बताउँदै हुनुहुन्छ। त्यो भएको कारणले आज प्रिय मित्र दाजुभाइ दिदीबहिनी, तपाईँ हामी सही तरिकाले हिँड्यौँ अनि सही तरिकाले हामीले कामहरू गऱ्यौँ भनेदेखि त्यो समयको सदुपयोग चाहिँ हामीले गर्नुपर्ने हुन्छ है। त्यही भएको कारणले उपदेशको पुस्तक 3 अनि हामीले हेऱ्यौँ भने त्यहाँनिर हामीले पाउँदछौँ। आमेन।